ल यस्तो ठाउँमा पनि डस्टबिन बनाएर राखेछ ल ट्रेक आउनुले कमसेकम आफ्नो फोहोर यो डस्टबिनसँग पुऱ्याउनु बाटो चाहिँ फोहोर नगरौँ है ल अब यो बेग्लै अनुभूति छ यहाँको यहाँबाट हाड भनेर छ अहिलेसम्म हामी तेर्सो हिँड्दैछौँ लिड गर्दैछ हाम्रो हृदय बाबु त्यहाँपछि सुबोध त्यहाँपछि म स्याहाँ भइरहेछ यति चढ्दाखेरि अझै चढ्न बाँकी छ 4 घन्टा सो लेट्स होप वी विल डू इन टाइम गोसाइकुण्डमा पनि हैन दुईटा दाइ थियो हाम्रो ग्रुपको मकी ए तलको दुईले 4 घन्टामा पुगिन्छ होला भन्दै हुन्थ्यो उहाँहरू त 2 घन्टामा चढ्नुहुन्छ अरे हामीलाई मैले यसो विचार गरेको 5 घन्टा 5.5 घन्टा लाग्छ कि काम डाँडासम्म पुग्नुलाई अब हेरौँ कतिको ताकत छ जिउमा चढ्नलाई ठिकै छ ट्रेल त्यस्तो नराम्रो ट्रेल छैन मान्छे हिँडिरहेकै ट्रेल छ सिडी भइदिए भए योभन्दा गाह्रो हुन्थ्यो होला तर चप्प ट्रेल छ अनि खुट्टा पनि बस्छ आनन्दले हिँड्दै गर्दाखेरि थाक्न त स्वाभाविक हो स्याहाँ हुन स्वाभाविकै हो हाम्रो प्लानिङ छ बरु बिस्तारै हिँड्ने तर नबस्ने रेस्ट गर्न मन लाग्यो भने पानी खान मन लाग्यो भने टक्क पानी खाने अनि हिँडिहाल्ने रेस्ट भनेको हाम्रो त्यस्तो हुनेछ